नमस्कार सम्पूर्णलाई। आज चाहिँ म यो अहिले चलिरहेको व्याप्त निराशा जुन छ नि, अब नयाँहरू आए पनि केही पनि हुँदैन, अबको इलेक्सन पछि पनि केही पनि राम्रो हुनेवाला छैन होइन। हामीले यो हिजो 2046 सालमै देखिसकेको हो। हामीलाई यस्तै खाले इनर्जी आएको थियो, केही होला भन्ने थियो, तर केही पनि भएन। त्यसपछि गएर फेरि 62-63मा पनि यस्तै खाले उभार आएको थियो। अब त ल ड्रास्टिकल्ली चेन्ज हुन्छ होइन भन्ने कुराहरू आएको थियो, तर त्यसमा पनि हामी बेवकुफ भयौँ। र अहिले यो 2082 सालमा पनि तपाईँहरू बेवकुफ हुँदै हुनुहुन्छ। यो नयाँले पनि केही गर्नेवाला छैन भनेर मलाई पनि मेरा चाहिँ केही दाजुहरूले चाहिँ यस्ता कुराहरू भन्नुभयो। र मेरा भाइ बहिनीहरूलाई पनि उहाँहरूले पनि मलाई चाहिँ दाइ हामीलाई त यस्तो गाउँमा होइन यस्ता खाले कुराहरू गर्छन्, अब यो नयाँसँग त होइन अनुभवहरू छैन, त्यसले गर्दा यिनीहरूले कसरी चाहिँ देश चलाउन सक्छ र होइन यस्तो अब यो प्रदेशको कुराहरू छ। हाम्रो यस्तो संवेदनशील अवस्थामा चाहिँ यो प्रदेशहरू मधेसले चाहिँ माग्देला रे, अर्को बागमती प्रदेशले चाहिँ म छुट्टै बसिदिन्छु भन्ला रे होइन। यिनीहरूले कसरी त्यो कुराहरूलाई म्यानेज गर्छ भन्ने कुराहरू गर्यो होइन। र अर्को कुरा चाहिँ एउटा मेयर जब एउटा चाहिँ होइन महानगरपालिका चलाइरहेको मेयरले कसरी देश चलाउन सक्छ, यिनीहरूले केही गर्न सक्दैन त। यिनीहरू त झन् हाम्रो देशको लागि थ्रेट हो, हाम्रो देश चाहिँ कोल्याप्स नै हुनसक्छ भन्ने जस्ता कुराहरू गरेर चाहिँ एकदम अब निराशाका कुराहरू गरिरहनु भएको मैले पाएँ होइन। तर ती सबै कुराहरू चाहिँ मेरो लागि चाहिँ गलत हुन्। उहाँहरू चाहिँ एकदम गलत पर्सेप्सनमा हुनुहुन्छ होइन। चेन्जको उभार आइसक्यो होइन, नयाँ चेतनाको विकास भइसक्यो। अब चाहिँ परिवर्तन सम्भव छ र अब आउने नयाँहरूले डेफिनेटली राम्रो गर्नुहुन्छ भन्ने कुराहरूमा चाहिँ म विश्वस्त छु। र त्यही कुराहरूलाई चाहिँ म आफूले गरेको चिन्तन यो परिवेशमा भनौँ न, यो जेनजी आन्दोलनपछि चाहिँ अलिकति आफू यो, किनभने यो राज्य सत्ता चलाउने मान्छेहरूले होइन यिनीहरूले चाहिँ आफ्नो धर्म सही ढङ्गले चाहिँ ननिभाएको भएर अब हामीहरू जस्तो युवाहरू होइन खासै धर्ममा इन्ट्रेस्ट नगर्ने मान्छेहरूले चाहिँ अब यहाँ धर्मको कुराहरू पनि गर्नुपर्ने भइरहेको छ होइन। तसर्थ म चाहिँ त्यो कुराहरू अलिकति सेयर गर्न चाहन्छु होइन। सेयर गर्नुभन्दा पहिला होइन, सेयर चाहिँ म कहाँबाट सुरु गर्न चाहन्छु भन्दाखेरि भागवत गीताको श्री कृष्ण भगवान्ले भन्नुभएको होइन कोटेसन अर्जुनलाई भन्नुभएको कुराबाट म चाहिँ सुरु गर्न चाहन्छु। यदा यदा हि धर्मस्य ग्लानि निर्वति भारते अभ्युत्थानं धर्मस्य तदा तद्मन सृजामहन्ये परित्राणाय साधुना विनाश दुष्कृतं धर्म स्थापनार्थाय सम्भावामि युगे युगे भनेर भन्नुभएको छ होइन। यसको नेपाली अर्थ चाहिँ होइन, जब चाहिँ देशमा चाहिँ धर्मको चाहिँ ह्रास हुँदै जान्छ होइन, अधर्मीहरू बढ्दै जान्छन्, मान्छेले चाहिँ आफ्नो धर्म राम्रोसँग निभाउँदैनन् होइन, त्यसपछि गएर चाहिँ निभाउँदैनन्। अब त्यसपछि चाहिँ त्यो धर्मलाई चाहिँ फेरि चाहिँ अभ्युत्थानम भनेको मतलब चाहिँ यसलाई फेरि पुनर्जन्म गरेर यसलाई चाहिँ फेरि रेगुलरमा चलाउनको लागि चाहिँ भगवान्ले चाहिँ जन्म लिनुहुन्छ होइन। जहाँ चाहिँ अब साधुहरूलाई चाहिँ एकदम चाहिँ भनौँ न उनीहरूलाई चाहिँ एकदम काइन्ड अफ ह्यारासमेन्ट गरेको हुन्छ, उनीहरूलाई चाहिँ एकदम नराम्रो काम गर्नलाई बाध्य बनाइरहेको हुन्छ होइन। तसर्थ त्यही बेलामा चाहिँ त्यस्तो दुश्मनहरूलाई चाहिँ त्यो साधुहरूलाई डिस्टर्ब गर्ने दुश्मनहरूलाई नाश गर्नको लागि र धर्मलाई स्थापना गर्नको लागि चाहिँ भगवान्ले चाहिँ युगसम्म जन्म लिनुहुन्छ भनेर भनेको छ होइन। र यही कुराहरूमा चाहिँ मैले अलिकति चिन्तन गर्दाखेरि अहिले चाहिँ होइन भनौँ न ओशोको कुराहरू सुन्दाखेरि, जस्तै चाहिँ महावीरको कुराहरू सुन्दाखेरि पनि, यो हनुमान चालिसाहरू पढ्दाखेरि पनि, र विभिन्न पुस्तकहरू पढ्दाखेरि भनौँ बुद्धकै यो बुद्ध धर्मसँग रिलेटेड बुकहरू यसो पढ्दाखेरि चाहिँ यहाँ चाहिँ तपाईँको चाहिँ के भनेको छ, त्यहाँ चाहिँ के भन्दो रहेछ भन्दाखेरि जब मान्छेसँग चाहिँ भय हुँदैन होइन, जब चाहिँ भय चाहिँ मान्छेले चाहिँ आफूबाट चाहिँ दूर गर्छ, त्यसपछि गएर चाहिँ उसले चाहिँ परमात्माको झलक पाउँछ भनेर भन्छ कि होइन। र त्यो कुराहरूमा चाहिँ ठ्याक्क अब अहिले यसो विचार गर्दाखेरि चाहिँ तपाईँको यो जेनजी आन्दोलनमा चाहिँ होइन त्यो युवाहरू जुन यो 13 वर्षदेखि 28 वर्षसम्मका जुन युवाहरूले जुन एउटा चाहिँ आफ्नो चाहिँ अग्रसरता देखाए होइन, तिनीहरूमा भनेको चाहिँ एकदम यो भय चाहिँ धेरै विकास भइसकेको नहुने रहेछ कि। यो भय भनेको चाहिँ विभिन्न तपाईँको चाहिँ हामीहरूले चाहिँ आफैले बनाएका हाम्रो आफ्नो विचारधारा मान्यताहरू होइन, हाम्रो विचारहरू हाम्रो सिद्धान्तहरूले चाहिँ हामीलाई चाहिँ एकदम डर भय बनाउँदै जान्छ। किनभने हामीले त्यो कुराहरूमा हामीले आफ्नो सन्तुष्टि देखिरहेको हुन्छौँ होइन। अनि त्यही भएर चाहिँ त्यो कुराहरू जाला कि त्यो कुराहरूलाई चाहिँ हामीले चाहिँ जान दिनु हुँदैन, गइसकेपछि त हामी त अब कुन आधारमा बाँच्ने भन्ने हिसाबले पनि हामी चाहिँ भय भइरहेको हुन्छ। प्लस अरू कुराहरू अब हाम्रो दैनन्दिन एक्टिभिटिजहरू होइन, अब घाँस बाँस कपासको लागि पनि, अब परिवारलाई हेर्नुपर्ने अवस्थाको लागि पनि हामी चाहिँ विभिन्न कारणहरूबाट चाहिँ हामी भय भइरहेको हुँदो रहेछ। त्यही भएर हामीले चाहिँ त्यो परमात्माको झलक देख्न नपाउने रहेछ होइन। र त्यो परमात्माको झलक भनेको नै तपाईँको चाहिँ हाम्रो ऋषिमुनिहरूले पहिले त्यसलाई चाहिँ ईश्वरी तत्त्व भनेको रहेछ क्या होइन। अहिले विज्ञानले प्रमाणित गरेको छ
क्वान्टम फिजिक्स लेभलमा चाहिँ गएर होइन रिसर्च गर्दाखेरि चाहिँ यो साँच्ची नै ब्रह्माण्ड चाहिँ केले चल्छ भनेर भन्दाखेरि चाहिँ अहिले चाहिँ पहिला चाहिँ के थियो भने एउटा न्युट्रोन त्यसलाई चाहिँ अब इलेक्ट्रोनले घुम्ने भन्ने कुराहरू हुन्थ्यो, तर अहिले अझै त्यसलाई पनि होइन एकदम क्वान्टम लेभलमा एकदम त्यसको सानो लेभलमा जाँदाखेरि चाहिँ होइन अझै के थाहा पाएको छ भने होइन त्योभन्दा पनि माथि चाहिँ अर्को छ, यो के अरे चाहिँ केही तत्त्व छ होइन। त्यो तत्त्व चाहिँ अब नाम के हो त्यो तत्त्वको भन्दाखेरि होइन अब साइन्टिस्टहरूले पनि त्यसलाई चाहिँ गड पार्टिकल्स भनेको छ, र हामीहरूले चाहिँ त्यसलाई चाहिँ के भन्यो भन्दाखेरि ईश्वरीय तत्त्व भनेर भन्यो होइन, जुन चाहिँ चेतना क्या, त्यो भाइब्रेसन चेतना भन्यो। त्यही भएर अहिले चाहिँ अब यो कस्तो भयो भने एकदम चेतनाको विकास भयो कि जो मान्छेसँग भए हुँदैन त्यसले चाहिँ ईश्वरीय तत्त्व प्राप्त गर्छ भनेको मतलब उसलाई चाहिँ चेतनाको वृद्धि हुन्छ, र उसले चाहिँ जब उसलाई चाहिँ उसको चेतना खुल्छ त्यसपछि ऊ छ्याङ्ग हुन्छ, र उसले त्यो हुन्छ नि काइन्ड अफ छ्याङ्ग बनाइदिन्छ। अनि भएको चाहिँ खास त्यो हो होइन, त्यो चाहिँ नयाँ चेतनाको विकास भएको हो कि, र त्यही नयाँ चेतनाकै भनेकै त्यो चाहिँ अब भगवानको उत्पत्ति हो कि। यहाँ जुन भगवान्ले चाहिँ म चाहिँ युगसम्म चाहिँ म पुनर्जन्म लिइरहन्छु भनेर चाहिँ पृथ्वीलोकमा पुनर्जन्म लिइरहन्छु भनेर भन्नुभएको चाहिँ जब यस्ता अधर्महरू बढ्दै जान्छन्। जस्तै हेर्नु न हाम्रो देशमा चाहिँ अब राजाले आफ्नो निभाउनु पर्ने धर्म निभाएनन् होइन, प्रधानमन्त्रीले आफ्नो निभाउनु पर्ने धर्म निभाएनन्, मन्त्रीहरूले आफ्नो निभाउनु पर्ने धर्म निभाएनन्, कसैले पनि सांसदहरूले आफ्नो निभाउनु पर्ने धर्म निभाएनन्। एक त जनता लेभलमा आएर पनि कसैले पनि हामीले आफूले निभाउनु पर्ने धर्महरू निभाएनौँ, र त्यसको होइन अपोजिटमा हामीले के गर्यौँ भने निभाउन नहुने अधर्म कुराहरू गर्दै गऱ्यौँ, जसले गर्दाखेरि चाहिँ तपाईँको चाहिँ धर्म नै ह्रास हुने अवस्था भइसकेपछि भगवान्ले चाहिँ अटोमेटिक चाहिँ अब हामीले बोलाइराख्नु नै परेन क्या, देख्नु भएन होइन। भगवान्ले आफैले चाहिँ बास लिन्छन् भनेको मतलब मान्छेमा चाहिँ चेतना आउँछ, त्यो ईश्वरीय तत्त्व आउँछ, र त्यसले चाहिँ एउटा नयाँ सिर्जना गर्छ है। त्यही भएर चाहिँ म सबैलाई विश्वस्त के हुन चाहन्छु भने यो साँच्ची नै नयाँ चेतनाको विकास भएको होइन। यो मैले यो अहिले डिपली भनौँ म आफूले जब होइन जति सक्छु एउटा चाहिँ आफ्नो लेभलबाट इन्डिभिजुअल लेभलबाट मैले चिन्तन गर्दाखेरि अहिले चाहिँ जति पनि दाइहरूमा होइन निराशा छाएको छ, यस्तै भोलिको दिनमा त्यस्तै होला कि भन्ने कुराहरूमा, तर त्यो हुनेवाला छैन, किनभने यो चाहिँ साँच्ची नै यो नयाँ चेतनाकै विकास भएको हो कि यो होइन। भगवान्को चाहिँ भनौँ न उहाँको चाहिँ पुनर्जन्म भएको मान्छेको तत्त्व होइन, त्यो हुन्छ नि मान्छेको सरैको चेतना छ, र त्यो चेतनाले अब कसलाई रोज्छ भन्ने कुराहरू हो होइन। मैले पनि पहिला सोच्थेँ अब साँच्ची नै भगवानै उपस्थित भएर एउटा पर्सनल मान्छे उपस्थित भएर चाहिँ उसले बनाउने हो कि भन्ने कुराहरू, त्यो कुराहरू होइन रहेछ। यो हरेक इन्डिभिजुअलको चेतनामा वृद्धि भयो, त्यो चेतना आयो, त्यो तरङ्ग त्यो नै हो ईश्वरीय तत्त्व। भगवान्ले चाहिँ तपाईँको जन्म लिनुभएको पनि त्यही हो, र उहाँहरूले अब आफ्नो त्यो चेतनाको प्रयोग गरेर विभिन्न सिस्टममा होइन विभिन्न सिस्टममा चाहिँ अब के छ होइन, आफ्नो देशले के सिस्टम बनाएको छ त्यो सिस्टममा चुज गर्ने, आफ्नो व्यवस्थाको अब लिडरहरू चुज गर्ने होइन, विभिन्न कुराहरू चुज गर्ने, त्यो गर्दै गइरह्यो भने चाहिँ अब साँच्ची नै विकास हुन्छ, र त्यो चुन्नेवाला पनि छन् होइन। र धर्मको चाहिँ अनि त्यसपछि गएर अटोमेटिकली फेरि त्यो धर्म भनेको के भन्छ सिस्टम त हुने होइन, फेरि सिस्टम बन्दै जान्छ, र त्यसपछि भनेको अब अरू त एज इट इज नै हो होइन, त्यो त चल्दै जान्छ, त्यसपछि गएर राम्रो विकास हुन्छ भन्न चाहन्छु म। र ती दाइहरूलाई पनि सबैलाई के हुन्छ भने एउटा होप नै हो, एउटा चेतना, अलिकति चिन्तन गर्नु, अलिकति सोच्नु, अलिकति त्यो एनेक्डटहरू जोड्दै जानु होइन, त्यो ठ्याक्कै आफूलाई पनि थाहा हुन्छ कि यो चाहिँ नयाँ चेतनाको विकास हो, उबार हो। अब चाहिँ तपाईँको के अरे चाहिँ कम्पिटेन्ट मान्छेहरू आउँछन् होइन। त्यसैले मैले चाहिँ के भनेको छु भने अब अहिले के गर्ने त होइन, यो अवस्थामा कसलाई के गर्ने भन्दाखेरि चाहिँ अब त्यो पुरानाहरू आउटडेटेड भयो, किनभने उनीहरूलाई चाहिँ अब चाहिँदैन भनेर फालिदियो कि नेपाली जनताले। आफै बुझ्नु न हामीले कस्तो अवस्थामा जलाउँछौँ चिजहरू होइन। आफ्नै घरको सदस्यहरू पनि बित्नु भइसकेपछि होइन गएर चाहिँ हामीले आर्यघाटमा जलाउँछौँ, त्यो जलाउँछौँ किनभने अब यो लास हो, अब यसले काम दिँदैन होइन, केही पनि रूपमा काम दिँदैन, अब हामीले जलाउनु पर्छ भनेर जलाउने हो नि त। र अरू चिजहरू पनि कुनै कुराहरू जसले याद दिन्छ, र त्यो याद चाहिँ आफूलाई साँच्चै नै दुःख हुने यादहरूलाई चाहिँ हामी जलाइदिन्छौँ नि त। खास त्यही गरे कि नेपाली जनताहरूले यो सबै कुराहरू चाहिँ जलाइदिएको चाहिँ अब नो मोर, हामीलाई चाहिँदैन त्यो चिजहरूले चाहिँ साँच्ची नै हामीलाई चाहिँ दुःख नै दियो होइन, दुःख नै दियो भनेर चाहिँ यो चेतनाको विकास भएको हो। यसमा एउटा साइटेसन मलाई के दिन मन लाग्यो भने कुरुक्षेत्रको युद्धमा चाहिँ तपाईँको हेर्नु न अर्जुनले होइन युद्ध गर्न तयार भएको हुन्छ, तर चाहिँ अब लास्टमा चाहिँ म मार्दिनँ भन्छ होइन। त्यहाँ कसरी कस्तो राम्रो तरिकाले पोर्ट्रे गरेको छ कि मार्दिनँ, किन भन्दाखेरि ती सबै कुराहरू सबै मान्छेहरू मेरो आफ्ना हुन्, ती सबै मेरो आफ्ना हुन् होइन, मेरो आफ्नो गुरु हो, मेरो आफ्नो पितामा हो, मेरो आफ्नो भाइहरू हो भन्ने कुरा छ, सबै आफ्नो हो। तर त्यसले चाहिँ आफ्नो भनिराख्दाखेरि त्यसले चाहिँ आफूलाई पटक पटक दुःख दिएको छ होइन, राम्रो कुनै पनि गरेको छैन, पटक पटक दुःख दिएको छ होइन। सेम लाइक हामीले आफ्नो हेर्नुहोस् त्यो होइन, त्यो हामी आफ्नो दिनदिनै कुरुक्षेत्रको युद्ध हुन्छ भन्छ कि, किनभने चाहिँ त्यो ती कौरवहरू भनेको चाहिँ तपाईँ हाम्रो आफ्नो विचारहरू हो कि, सिद्धान्तहरू आफूले बनाएका चाहिँ ती कुराहरू हो कि, मूल्य मान्यताहरू हो, त्यो छ, त्यो आफ्नै हो किनभने आफैले बनाएको हो। अब त्यसलाई आफ्नै भनिराख्दाखेरि त्यसले आफूलाई चाहिँ दुःख पनि दिइरहेछ, पटक पटक दुःख पनि दिइरहेछ, तर त्यसलाई मार्नु नै छ, फाल्नु नै छ होइन, त्यसलाई मार्नु छ
त्यसलाई जसरी पनि इराडिकेट गर्नुपर्ने छ, तर हामीलाई के चाहिँ डर लागिरहेछ। ल मैले कसरी मान्ने, त्यो त मेरो आफ्नै हो नि त। ल मैले आफ्नै मूल्य मान्यतालाई मैले मार्ने होइन। जस्तै अब मैले हिजोदेखि काङ्ग्रेसमा भनेर बसिरहेको मान्छे, तर हिजोदेखि काङ्ग्रेस भनिराख्दाखेरि आफूलाई राम्रो पनि केही भएको छैन होइन, तर फाल्नु त्यो त मैले मानेको हो नि त, फाल्नु हुँदैन भनेपछि त्यो आफू एउटा चाहिँ त्यो होइन कन्ट्राडिक्टरी हुन्छ नि, एउटा चाहिँ युद्धमा भएको हो क्या त्यो। हरेक दिन हरेक सब्जेक्टमा हुन्छ आफू हेर्नुहोस् मान्छेहरू होइन, हरेक सब्जेक्टमा हुन्छ होइन। त्यो दिनदिनै हो कि कुरुक्षेत्रको युद्ध भनेको दिनदिनै आफ्नै भित्र हुने युद्ध हो। र त्यही भएर हामीले चाहिँ अब के विचार गर्नुपर्छ भने त्यो आफूले बनाएको मूल्य मान्यताहरू यदि साँच्ची नै रङ छ, त्यसले चाहिँ आफूलाई चाहिँ गलत गरिरहेको छ भने थाहा छ भने हामी चाहिँ तपाईँको चाहिँ अर्जुन जस्तो भएर चाहिँ होइन त्यो हुन्छ नि, त्यो डिलेमामा भएर बस्ने होइन। किनभने त्यहाँ देखाइएको छ हुन्छ त्यो खाले अवस्थामा भयो भने तपाईँको त्यो ईश्वरीय तत्त्व त प्राप्त हुन्छ। अहिले मैले भनिहालेँ त्यही चिजहरू चाहिँ अहिले ईश्वरीय तत्त्व आएको हिसाबले गर्दाखेरि चाहिँ हामीले चाहिँ त्यो होइन अर्जुनले त्यो सबै मार्न सफल भएको। किनभने अर्जुन भनेको तपाईँ हामी सबै हो कि त्यो जेन्जी भाइ बहिनीहरू सबै कुराहरूमा हो कि हामी डिलेमामा भएको अवस्थामा कृष्णले आएर चाहिँ त्यो भागवत गीता हामीलाई सुनाएको जस्तो हाम्रो त्यो चेतना आयो र चेतनाले हामीले त्यो कौरवहरूलाई माऱ्यौँ र होइन। त्यसपछिको चाहिँ जसरी चाहिँ नयाँ चाहिँ अब सुरु भएको थिए होइन, पाण्डवले चाहिँ हाम्रो चाहिँ फेरि त्यसपछि राम्रो बनाए भन्छन् होइन, त्यो रुल गरे। त्यसै गरी अब आउने हाम्रो देशमा पनि राम्रो तरिकाले रुल हुन्छ, डेफिनेटली हुन्छ होइन। भएन भने त के हुन्छ होइन, भएन भने त योभन्दा भयङ्कर हुन्छ। अब त त्यो जाँदैनन् होइन, अब त जलाउने भन्ने कुराहरू अब त हाम्रो त्यो इन्फ्रास्ट्रक्चरहरू चाहिँ त अब जलाउँदैन यताउति, किनभने त्यो जलाउने होइन। अब त ठ्याक्क त्यो पर्सनल इन्डिभिजुअल अहिले त ट्याक छ ठ्याक्क ड्रोनबाट ड्याङ ड्याङ उडाइदिन्छन् अहिले त होइन अवस्था। त्यही भएर अब चाहिँ गर्ने मान्छेहरू नि जान्छन्, त्यसैले हुन्छ। सबैले विश्वास गरौँ, होप गरौँ, यही होप क्रिएटहरू गरौँ। यो हाम्रो नेपाल साँच्ची नै पनि देवभूमि हो होइन। यो हिमवत खण्ड जुन हिमालको काखमा बसिरहेको खण्ड, यसलाई कसैले चाहिँ लान पनि सक्दैन होइन। यो यहीँ नै रहन्छ होइन, हामीहरू माझ नै रहन्छौँ होइन। यसलाई हामी यहाँभित्र बस्नेले चाहिँ आफ्नो धर्म स्वधर्म के हो होइन, कसको धर्म के हो, कर्मचारीको धर्म के हो, राष्ट्र सेवा कर्मचारी धर्म के हो, आर्मीको धर्म के हो, पुलिसको धर्म के हो, टिचरको धर्म के हो, विद्यार्थीको धर्म के हो, एज अ सिटिजनको धर्म के हो भन्ने कुराहरू र विभिन्न म्युनिसिपालिटी अफिसहरूमा काम गर्नेदेखिबाट लिएर मेयर उपमेयरदेखि लिएर लिडरहरू के कसको धर्म आफ्नो धर्म स्वधर्म तरिकाले पालना गऱ्यो भने यसै पनि राम्रो हुन्छ डेफिनेटली होइन। द कन्ट्री इज गोइङ टु बी बेस्ट इन द फ्युचर। थ्याङ्क यू।